स्वामी ज्यान नमारी केही दिनुहोस् यिनलाई शास्ति अब कि त छाडिदिनुहोस् भनेर पदमा पक्रिन् तिनीले तब बान्धुबो रथ मारेको करमा तरबार आफ्नो लि सुखोरी केश विरूप पारिदिनु भयो अत्यन्त क्रोधित भई पहुँची रामजीले फुकाइदिनु भयो लो जाऊ बन्धु भनी फर्केनन् घर चल्ला जलेर उही नै अत्यन्त दुखी बनी आफ्नो दुःखीको मनोरथ सबै फिक्का भएको हुँदा अर्को ग्राम बसाई भो जकटमै बस्दा भए ती सभा बिहा हुन्छ प्रभु र रुक्मिणीजीको चर्चा चले तो जब सारा द्वारवती सय सतरी धरी गर्दा भए उत्सव माला तोरणले सजी घर घरै सम्पूर्ण बाटोभरि खम्बा द्वारहरू थिए कदलीका रत्नादि नाना थरी चारैतर्फ थिए अनेक फुलका माला र लाभा पनि झर्थे पुष्पवीर बङ्गल सबै ढोकाहरू मानिन् चल्थो धूप सुगन्ध वस्तुहरूको कस्तो न के हो वस्तुको जसका भक्तहरू थिए नगरमा त्यस्ता स्वयं ईश्वरको